अर्कसम्पाङ क्रिस्चियन, अर्कसम्पाङ पास्टर, अर्कसम्पाङको पार्टी जातीय पार्टी। नेपालीको गोबर दिमाग। अर्कसम्पाङ पास्टर कसरी भयो, यिनको पार्टी कसरी जातीय पार्टी भयो? नेपाल त्यही भएर विश्वको गरिब देशमा चिनिने गर्छ, यस्तै दिमाग भएकोले गर्दा। अब क्रिस्चियनले के बिगार्दैछ? क्रिस्चियनै भए पनि एक त ऊ क्रिस्चियन हुँदै होइन। क्रिस्चियन भएको देशहरू कति डेभलप भएको छ, कति विकास भएको छ। जति पनि अहिलेसम्म युरोप कन्ट्रीमा गनिने देशहरू सबै क्रिस्चियनले भरिएको देशहरू छ। नभए गुगलमा गएर विच कन्ट्री इज क्रिस्चियन भनेर सर्च गर्नु, त्यहाँ लिस्ट देखाउँछ तपाईँहरूलाई। जस्तै स्विजरल्यान्ड भयो, नेदरल्यान्ड भयो, इटली भयो, स्विडेन, स्पेन, ब्राजिल, नाइजेरिया, जर्मनी, युके, माल्टा, टर्की, यस्ता देशहरू, त्योभन्दा धेरै अन्य देशहरू पनि अझै क्रिस्चियनले भरिएको देशहरू हो। त्यो देशहरू एकचोटि हेर्नु कस्तो डेभलप भएको छ, के भएको छ, अनि आफै मूल्याङ्कन गर्नु हामी कति पछाडि छौँ र हाम्रो दिमाग कहाँसम्मको छ भनेर आफै बुझ्नु होला।